जति बेला हामी एउटा वार्तामा आयौँ, शान्ति वार्तामा आयौँ, त्यति बेला हामीले के भन्यौँ भने माओवादीले केही पाउँछ कि पाउँदैन हामीले त्यसको हिसाब गर्न चाहन्नौँ हामीले भनेको थियो। प्रचण्डजीहरूलाई हामीले भनेको कुरा के थियो भने आफ्नो हिसाब नगर, अहिले नेताको स्थानको हिसाब नगर, होइन, पद र सुविधाको हिसाब नगर। यत्रो बलिदान र लडाइँबाट नेपाली समाजले खोजेको के हो भने सामाजिक रूपान्तरण हो, परिवर्तन हो, राज्यको परिवर्तन हो, जनताको अधिकारको चाहिँ एउटा सुनिश्चितता हो, देशको स्वाधीनताको कुरा हो। यो गरौँ भन्ने हाम्रो थियो, होइन। हामीले डिबेटै चलायौँ नि, ठुल्ठुला बहसहरू चलायौँ, तर त्यसलाई काङ्ग्रेसले पनि सुनेन, एमाले पनि सुनेन, प्रचण्डजीहरूले पनि सुनेन। या सुनेर पनि उनीहरूले जनताको आकाङ्क्षालाई, आवश्यकतालाई, होइन, प्रस्तावलाई स्वीकार गर्न तयार भएनन्। उनीहरू फर्केपछि नै हामीले कङ्ग्रेस र एमालेसित पनि सिधै भन्यौँ, होइन, प्रत्यक्ष भनेको थियौँ। शेरबहादुरजी, रामचन्द्रजीहरू, होइन, त्यसपछि गएर कङ्ग्रेसका वरिष्ठ नेताहरूसँग, एमालेका केपीजी, माधवजी, सबैसँग म आफैले पनि भनेको छु। त्यति बेला तपाईँहरूले मान्छेलाई व्यवस्थित गर्न खोज्नुभयो, होइन, तपाईँहरूले पार्टीलाई चाहिँ व्यवस्थापन गर्न खोज्नुभयो, नेताहरूलाई व्यक्तिगत ढङ्गले ऐसा आराम र सुविधामा डुबाएर व्यवस्थापन गर्न खोज्नुभयो, तर समाजलाई र देशलाई पुरानै ठाउँमा छोड्न खोज्नुभयो। त्यसरी शान्ति हुँदैन, त्यसरी समाधान हुँदैन। हामी त्यति बेलै भन्यौँ, त्यो कुरा सुनिएन। र हामीले यो पनि भनेका थियौँ कि आजको कुरा होइन नि, हामीले त्यति बेलै भनेका थियौँ कि प्रचण्डजीलाई पनि भन्यौँ तपाईँले त्यो बाटो समात्नुभयो भने हामी जाँदैनौँ है। त्यति बेलै हामीले भन्यौँ, होइन। हामीले कङ्ग्रेस र एमालेका साथीलाई बाहिर अपिल खुल्ला हामीले के भन्यौँ भन्दाखेरि प्रचण्डजी र बाबुरामजीहरूलाई समातेको भरमा अनि जनताका प्रस्तावहरू छोडेर पनि शान्ति भइहाल्छ भन्ने तपाईँलाई भ्रम छ भने हामी त्यो मान्दैनौँ, हामी रेभोल्युसनमा फर्किन्छौँ। हामी भनेकै कुरा हामी आज आयौँ। र ठुलो भ्रम के थियो भने यहाँ सरकारको हेरफेर चेन्जफेन्ज गरिदिएपछि जनता सन्तुष्ट भइहाल्छन्, मिलिहाल्छ भने त्यो होइन। जनता त आधारभूत रूपले त कति सैद्धान्तिक ज्ञान हुन्छ, कति वैचारिक ज्ञान हुन्छ, त्यो छुट्टै कुरा हो। तर व्यावहारिक ढङ्गले जनताले यो हो कि उसको आवश्यकता पुरा भएन भने असन्तुष्ट भइहाल्छ।